अर्ग्यानिक घरमा कति खानु कति ए भगवान पाकेर यता पनि छ के हामी गाउँमा आएर किम्बु पाकेर किम्बु खाँदै कसले खाओस् यो किम्बु गाउँमा खाने मान्छे नभएर किम्बु पाकेर यस्तो छ खाने मान्छे छैन आलु हाम्रो बोला आलु आलु हुँदैछ सबै आलु नास्पाती पनि फल्न लागेछ किम्बु किम्बु अब चाहिँ हामी काफलको बोट काफल खान जान लाग्ने यो काफलको बोटमा किन छैन काफल गाउँ है खाने मान्छे नभएर यस्तरी रोइराख्ने के यो टिपन नि पाकेछ हेर्नु न बाबा खाने मान्छे भए यो कहाँ रहन्छ त यस्तो यतातिर त पुरा पाकिरहेछ हो माइ गॉड कति किलो हामी त वहीँ बस्नु पर्यो चैतै लाग्यो हे भगवान फर्स्ट एक्सपिरियन्स तिमी न बाबा र दिदी लाग्दैन अलिअलि यस्तरी काकल पुरा यिनीहरू पुरा पाक्नै बाँकी छ है चैतमा पाक्ने होइन र पैसा लाग्न लागिसक्यो त ढिलो पाकिरहेछ त काकलले हामी ढिलो आएर हो कि हामी ढिलो आएर हो यस्तरी काफल टिपेर खाने एक्सपिरियन्स चाहिँ फर्स्ट टाइम हो यार त्यही पनि यस्तो आफ्नै घरमा फल्दो रहेछ कति त्यसलाई के बेरी भन्छ बेरी जो कि के बेरी ताजा फ्रेस एकदम यो हाम्रो थियो मेरो सम्पत्ति भनेर यो साग त सबै पुगुको काट्यो तिम्रो सम्पत्ति हो अब यस्तो हेर्नु त Om Mani Padme Hum.
बेङ